दाङबाट झोला बोकेर काठमाडौँ छिरेका पूर्णविक्रम शाह आज एक चर्चित नायक तथा मोडलहरूको लिस्टमा शीर्ष स्थानमा नाम राख्न सफल भएका छन्। यो बीचमा आरोहदेखि अवरोहसम्म पूर्णविक्रमदेखि पल शाह भएको सम्मको सङ्घर्षको कथा, सफलताको शिखरको कथा, प्रेमको कथा, साथीभाइबाट धोकाको कथा, बलात्कारको आरोपसँगै जेल जीवनदेखि जेलमुक्तसम्मको कथा आजको यो सेगमेन्टमा। दाङको रामपुरमा विक्रमसम्म 2046 साल फागुन 10 गते मिनबहादुर शाह र सीतामल्ल शाहको जेठो सन्तानको रूपमा जन्मिए पूर्णविक्रम शाह यानकि पल शाह। मिनबहादुर आर्मीका जागिरे थिए भने सीता किराना पसल चलाउँथिन्। पढाइमा अब्बल पल शाह सानै उमेरदेखि अभिनयमा एकदमै रुचि राख्दथे। उनलाई सिनेमा हेर्न एकदमै रुचि थियो। उनी राजेश हमालका फ्यान थिए। उनको सिनेमा हेर्ने रुचिका कारण उनलाई उनका बुवाले घरमै एउटा टिभी ल्याइदिएका थिए। परिवारसँगै टिभी हेर्ने क्रममा एनटिभीको एउटा कार्यक्रममा उनका छिमेकी दाइको नाम भिडियो एडिटर भनेर आउँथ्यो र गाउँभरिका मानिसले त्यही दाइको प्रशंसा गर्थे। त्यो देखेर उनले यसमा नाम आउने र सबैले प्रशंसा गर्ने रहेछन् भनेर उनलाई भिडियो एडिटर बन्ने तीव्र इच्छा जाग्यो। तर यता बुहालाई भने छोरो आर्मीको सेकेन्ड लेफ्टिनेन्ट भएको हेर्ने रहर थियो। बाबु छोरा बीच यो विषयमा भने बेला बेलामा खटपट भइरहन्थ्यो। यसै गरी उनले आफ्नो एसएलसी पनि गङ्गा माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे। त्यसपछि उनी काठमाडौँ जाने तयारी गर्न थाले। उनी बुवाको सहमति बिना नै काठमाडौँ हिँडेका थिए। काठमाडौँमा उनी आफ्नी सानी आमाको छोरीसँगै बस्दै कलेज पढ्न थाले। उनीमा भिडियो एडिटर बन्ने सपना त छँदै थियो, तर उनलाई कम्प्युटर भने चलाउन आउँदैन थियो। उनकी सानी आमाको छोरा नितिन चन्दको सल्लाह अनुसार उनी बागबजारमा कम्प्युटर सिक्न थाले। दाजु नितिन चन्द पहिले नै प्रोफेसनल भिडियो एडिटर थिए। एडिटिङ सिक्ने तीव्र इच्छा भएका कारण पल पनि दाइसँगै हिँड्थे र एडिटिङको काम राति रातिसम्म हुने भएकोले कम्पनीको मालिक सुतिसकेपछि उनी दाइसँग एडिटिङको काम सिक्ने गर्थे। सिक्ने तीव्र इच्छाका कारण उनले छोटो समयमा नै एडिटिङ सिकिहाले। त्यसपछि उनले स्काई फिल्म्समा एउटा प्रोग्रामको एडिटिङ गर्ने मौका पाए। त्यहाँ उनले झन् आफूलाई निखार्ने मौका पाए। तर उनले 6 महिनासम्म पनि काम गरेको पैसा पाएनन्। काठमाडौँमा टिक्नलाई मात्र भए पनि फाट्टफुट्ट एडिटिङको काम गर्थे। त्यसैबाट उनले आफ्नो पकेट मनी र खाना खर्च निकाल्थे। यसरी अभावै अभावमा उनले आफ्नो +2 सम्मको पढाइ पनि सकाए। यस्तै काम खोज्ने क्रममा उनले नेपाल टेलिभिजनमा महिनाको 3500मा डकुमेन्ट्री एडिटिङको काम गर्ने मौका पाए। त्यहाँ काम गर्ने क्रममा नयाँ नयाँ खुलेको तराई टिभीमा आकर्षक तलबमा काम गर्ने अफर आयो। उनी वीरगञ्ज गएर तराई टिभीमा काम गर्न थाले। त्यही क्रममा उनका दाजु नितिन चन्द इन्डियाको टी सिरिजमा एज अ एडिटर काम गर्न थालिसकेका थिए। धेरै सिक्न पाइने र ठुलो मार्केट भएका कारण उनी दाइसँगै इन्डिया गए। त्यहाँ उनले धेरै कुरा सिक्ने मौका पाए। त्यहाँ उनले लोकल भिडियो एडिटिङको काम गर्न थाले। दसैँमा घर जाने बेलामा एकमुष्ट पैसा दिन्छु भनेर काम गराएको साउले पैसा नदिएपछि उनी रुँदै ट्रेन चढेर घर फर्किएका थिए। उनी घर फर्किसकेपछि तराई टेलिभिजन टिटिभी भइसकेको रहेछ। त्यहाँको म्यानेजमेन्ट पुरै नयाँ म्यानेजमेन्टको हातमा गइसकेको रहेछ। उनको साथी पनि त्यहाँको एडिटिङ हेड भइसकेको रहेछ। साथीकै आग्रहमा उनी पनि महिनाको 25,000 तलबमा आबद्ध भए। महिनाको राम्रै तलब आउने भएका कारण उनले काठमाडौँमा राम्रो फ्ल्याट लिएर आमा र बहिनीलाई काठमाडौँ बोलाए। बुवा चाहिँ उतै आफ्नो राजनीतिक व्यस्तताका कारण काठमाडौँ आएनन्। अब जिन्दगी राम्रै होला भनेर किस्ताबन्दीमा एउटा नयाँ बाइक पनि निकाले, महिनाको 3500 किस्ता तिर्ने गरी। तर दुर्भाग्यवश उनको जीवनमा अझै सङ्घर्ष लेखिएको रहेछ। उनले त्यहाँ 11 वर्षसम्म काम गर्दा पनि स्यालेरी पाएनन्। अब भाडा तिर्ने पैसा नभएपछि फ्ल्याटबाट पनि घरबेटीले निकालिदिए। अब यता बाइकको किस्ता नतिरेको भन्दै फाइनान्स कम्पनीले नाम पत्रिकामा निकालिदिने भन्दै धम्की दियो। यो सुनेपछि पललाई रातभरि निद्रा लागेन। भोलिपल्ट टेलिभिजनमा गएर रोइकराइ गरेपछि उनलाई किस्ता तिर्न मात्र पुग्ने गरी पैसा दिएर पठायो। अब उनी फ्ल्याटबाट सरेर आमा र बहिनीसहित अँध्यारो कोठामा सरे। तर पनि उनले त्यो आफ्नो दुःख
आमा र बहिनीको अगाडि देखाएनन्। उनी खाजा खान होटलमा जाँदा कहिले 10 रुपियाँ कहिले 20 रुपियाँ पुग्दैनथ्यो। त्यसरी नै उधारो खाँदै र उधारो थपिँदै जाँदा उनी मुख छोपेर अनामनगरतिर भागी भागी हिँड्थे। पैसाकै अभावका कारण उनी साथीहरूको बर्थडेमा पनि जाँदैनथे। उनले कोठाबाट चाहिँ फाटफुट्ट भिडियो एडिटिङ गरेर निकालिरहेका थिए। भिडियो एडिटिङ गर्ने र एसिस्टेन्ट डाइरेक्टर भएर उनी फिल्ममा पनि म्युजिक भिडियोको काम गर्थे। कतिपय कुरामा मोडलहरूको काम चित्त नबुझ्दा आफ्नो भडास पोख्न त्यही गीतमा उनी अभिनय गरेर फेसबुकमा पोस्ट गर्थे। उनले आफ्नो मनोरञ्जनका लागि गरेको काम एकजना टिटिभीकै पुरानो एडिटर विज्ञान राईले नोटिस गरेका रहेछन्। उनलाई पहिलो पटक विज्ञानले नै भिडियोमा मोडलिङ गर्ने प्रस्ताव गरे। पल केही बेर त हिचकिचाए, तर पछि उनी सोही प्रस्तावलाई स्वीकार गर्दै तिम्रो यादमा रम्छु अचेल बोलको गीतबाट आफ्नो म्युजिक भिडियोको डेब्यु गरे। तर त्यो खासै आशलाग्दो भने भएन। त्यसपछि उनको दोस्रो म्युजिक भिडियो थियो को होला त्यो, जुन दर्शकमाझ एकदमै धेरै लोकप्रिय भयो। त्यसपछि हेलो हनी बनी हुँदै उनका म्युजिक भिडियोहरू एकाएक भाइरल हुन थाले। जताततै उनको चर्चा साथै माग पनि बढ्न थाल्यो। उनी हेर्दा हेर्दै व्यस्त कलाकार बन्न पुगे। उनलाई महिनामै 100वटा भन्दा बढी म्युजिक भिडियोको अफर आउन थाल्यो। उनको चर्चा परिचर्चा दिन 2 गुणा रात 4 गुणाले बढ्न थाल्यो। उनको यो चर्चा दाङसम्म पनि पुग्यो र बुवासँग चिसिएको सम्बन्ध पनि सुमधुर हुँदै गयो। बुवा पनि छोराको कामप्रति धेरै हर्षित हुन थाले। उनको नाम पूर्ण विक्रमबाट पल भएको पनि रोचक नै छ। उनका साथीहरू कसैको नाम रोजी, कसैको नाम ज्याकी, कसैको नाम पिङ्की भएका कारण उनको नाम पुरानो भएको भन्दै उनका दाजु नितिनले नै पर्ल नाम राखिदिएका थिए। उच्चारण गर्न गाह्रो भएका कारण उनले पर्लबाट पल राखे। अहिले उनी त्यही पल नामले बहुचर्चित भएका छन्। धैर्यता र सङ्घर्षको पल निकै नै मिठो हुन्छ भन्ने कुरा हामीले पलको जीवनीबाट यहाँसम्म आइपुग्दासम्म थाहा पाइसकेका छौँ। उनले अहिलेसम्म आफ्ना करियरमा 200 भन्दा बढी म्युजिक भिडियोहरूमा मोडलिङ गरिसकेका छन्। साथै पछिल्लो समय नेपाली दर्शकहरूलाई म्युजिक भिडियो हेर्ने बानी लगाउने उनी नै एकमात्र थिए। उनले गरेका धेरै सफल म्युजिक भिडियोहरूमध्ये केही म्युजिक भिडियोहरू यस प्रकार छन्। पुनर्जन्म, को होला त्यो, पूर्णिमाले चन्द्रमालाई, आई लभ यु, मैले भन्नै जानिन, मैसाब फुलबुट्टे सारी, सुर्ती मार्दै मार्दै आदि म्युजिक भिडियोहरू हुन्। उनी म्युजिक भिडियोहरूको काममा एकदमै धेरै व्यस्त थिए। त्यत्तिकैमा एक दिन अचानक मुस्कान ढकालको फोन आयो, जो नाइ नभन्नु ल सिरिजका निर्देशक थिए। उनले पललाई फोन गरे, पल, अब तिमीले हामीसँग फिल्म गर्नुपर्छ। म अब नाइ नभन्नु ल सिरिजका प्रोड्युसर विकास आचार्यसँग छु। टाइम मिलाएर तपाईँ हाम्रो अफिसमा आउनुहोला। पलले भने, दाइ मैले अहिलेसम्म एक्टिङ गरेकै छैन र डायलग कसरी बोल्ने भन्ने पनि थाहा छैन। मलाई त्यो बारेमा कन्फिडेन्ट पनि छैन। त्यसपछि मुस्कानले भने, त्यसको तपाईँले चिन्तै लिनु पर्दैन। त्यो सबै कुरा हामी तपाईँलाई सिकाउँछौँ। तपाईँ समय मिलाएर चाँडोभन्दा चाँडो हाम्रो अफिसमा आउनुहोला। पल केही समयपछि टाइम मिलाएर अफिस पुगे। उनलाई त्यहाँ अडिसन दिन लगाइयो र अडिसन दिएपछि पल फेरि आफ्नै काममा व्यस्त हुन थाले। 1 हप्तासम्म पनि निर्माण पक्षबाट कुनै रिस्पोन्स आएन। पलले मनमनै सोचे, म सेलेक्ट हुँदिन भन्ने कुरा मलाई पहिले नै थाहा थियो। बेकार अडिसन दिन गएछु। तर जब दोस्रो हप्ता बित्यो उनलाई एउटा कल आयो, पल यु आर सेलेक्टेड, अब हामी सँगै मिलेर काम गर्नुपर्छ। पलको खुसीको सीमा नै रहेन। त्यो बेला उनले पहिलो पटक नाइ नभन्नु ल 4बाट आफ्नो फिल्मी करियरको डेब्यु गरे। यो उनको फिल्म करियरको पहिलो यात्रा थियो। नेपाली फिल्म विश्लेषकहरूले पनि उनको डेब्यु हिट हुन्छ भन्ने विश्वास गरेकै थिएनन्। एक्टिङको कुनै ब्याकग्राउन्ड नभएका कारण म्युजिक भिडियोमा मात्रै नाच्ने, हाँस्ने र हिँड्ने काम गरेकाले एक्टिङ गरेर फिल्म हिट हुन्छ भन्ने धेरैले पत्याएकै थिएनन्। तर सबैजना चकित भए जब नाइ नभन्नु ल 4 सुपरहिट भयो। त्यसपछि भने उनी फिल्म लाइनमै धेरै व्यस्त हुन थाले। त्यसपछि उनले काम गरेका सफल चलचित्रहरू हुन् म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम 2, हृदयभरि, म यस्तो गीत गाउँछु 2 र अब आउन बाँकी नजिकै रहेका चलचित्रहरू आबाट आमा, मोहर, मायावी र यानी माया हुन्। अब कुरा गरौँ उनको प्रेम जीवनको।
उनको लभ अफेयरको हल्ला पहिलो पटक भने आँचल शर्मासँग थियो। उनीहरू दुईको जोडीलाई दर्शकहरूले पनि एकदमै रुचाएका थिए। उनीहरूको जोडीलाई आप जोडी भनिन्थ्यो। उनीहरूले आफ्नो प्रेमको हल्ला कहिले पनि मिडियामा सार्वजनिक गरेनन्। उनीहरू बीच अघोषित प्रेम सम्बन्ध थियो भन्ने कुरा चाहिँ सबैले अक्कल काटेका थिए। जब एक्कासी आँचल शर्माले उदित श्रेष्ठसँग विवाह गरिन्, धेरै फ्यानहरूमाझ नैराश्यता छाएको थियो। सायद आफूले मन पराएको मान्छेको सिउँदो अर्कैले सिन्दुर हालेकोले हेर्न नसकेर होला पल त्यो बिहेमा उपस्थित नै भएनन्। त्यसपछि पनि उनको समय समयमा प्रेमका हल्लाहरू त धेरै नै आइरहन्थे। कहिले पूजा शर्मासँग त गरिमा शर्मा हुँदै अहिले उनको प्रेमको हल्ला मल्लिका महतसँग चलिरहेको छ। फिल्मको काममा व्यस्त हुँदाहुँदै पनि उनी म्युजिक भिडियोहरूलाई पनि समय दिन्थे। त्यस्तै गरी उनले समीक्षा अधिकारीको सुर्ती मार्दै मार्दै समीक्षाकै ओपोजिटमा मोडलिङ गरेका थिए। त्यस ताका उनीहरू एकअर्कासँग धेरै नजिक थिए। समीक्षा जहाँ गए पनि पलको तारिफ गरेर थाक्दिनथिन्। त्यस बेला उनीहरूको प्रेमको हल्लाले बजार तातेको थियो। उनीहरू एकसाथ धेरै इन्टरभ्यूहरूमा देखिने गर्थे। तर एक दिन एक्कासी समीक्षाले पलले मलाई धोका दिए, हामी 1 वर्षदेखि प्रेममा थियौँ भन्ने कुरा आफ्नो फेसबुक स्ट्याटस मार्फत लेखिन्। त्यसपछि नेपाली मिडिया बजारमा निकै हल्लाखल्ला मचियो। समीक्षाले आफूलाई पलले प्रेमको नाटक गरेर नाजायज फाइदा उठायो भनेर कानुनी बाटो रोजिन्। उनले मिति 2078 फागुन 11 गते तनहुँ प्रहरीमा निवेदन दिइन्। समीक्षाले नवलपुर प्रहरीमा पनि निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले पलको खोजी गर्न थाल्यो। पल आफै मिति 2078 साल फागुन 15 गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरे। अदालतमा न्यायको क्रम सुरु भयो। पहिले समीक्षाले आफूमाथि बलात्कार भएको बयान दिए पनि पछि आफ्नो बयान फेरेर आफूमाथि बलात्कार भएको होइन भनी बयान दिइन्। तनहुँ जिल्ला अदालतले भने उनलाई सफाई दियो। समीक्षाको बयान फेरिनुमा हामीले यो चोखो मायाको नमुना देख्न सक्छौँ। आखिर माया भनेको माया नै हो। सुरुवातमा अरूको उक्साहट र भहकाउमा आएर मुद्दा दायर गरे पनि पछि आफूले माया गरेको मान्छेले कष्ट पाएको उनले पटक्कै हेर्न सकिनन्। त्यसैले उनले दोस्रो इजलासमा आफ्नो बयान फेरिन्। अब हामीले पल र समीक्षाको जोडीलाई एकैसाथ हेर्न पाउला नपाउला, तर उनीहरूलाई माया गर्ने दर्शकहरूलाई भने एकदमै नराम्रो लागेको छ। जिल्ला अदालतबाट सफाई पाएका पललाई नवलपुर जिल्ला अदालतले भने दोषी ठहर गर्यो। बिहेको प्रलोभन देखाएर करनी गरेको भन्दै दोषी ठहर गर्यो। उनलाई 2 वर्ष 6 महिनाको जेल सजायसहित 25,000 जरिवाना तोकिदियो र बाल यौन दुरुपयोग भएको भन्दै पीडितलाई 10 लाख क्षतिपूर्ति दिनुपर्ने भयो। सो फैसला पश्चात पल उच्च अदालत पोखरा पुगे र उनले त्यहाँ पुनरावेदन हाले। बयानको क्रम सकेपछि उच्च अदालतले पल विरुद्ध दाबी नपुगेको भन्दै पललाई सफाई दियो। उनी 1 वर्षपछि 2079 साल फागुन 15 गतेकै दिन जेलमुक्त भए। यो घटनामा पललाई आफ्नै मिल्ने साथीहरूले फसाउन खोजेको देखिन्छ। समीक्षालाई उक्साएर पललाई फसाउन आफ्नै मिल्ने साथी दुर्गेश थापा र आफ्नै म्यानेजरले गरेको एउटा अडियो पनि सार्वजनिक भएको थियो। त्यो साथी पनि के साथी जो आफूलाई अप्ठ्यारोमा पर्दा आफ्नै विरुद्ध खनिने। यो घटनाले त मित्रता भन्ने शब्दमा नै प्रश्नचिह्न खडा भएको छ। उनीहरूको भित्री कुरा त उनीहरू नै जानुन्। पल अहिले जेलमुक्त भइसकेका छन्। फेरि पहिला जस्तै काममा फर्किसकेका छन्। उनी आजकाल चलचित्रकै सुटिङमा व्यस्त छन्। पलले आफ्नो कामको फलस्वरूप धेरै अवार्डहरू पनि पाएका छन्। तीमध्ये केही हुन्: विन्ध्यवासिनी म्युजिक अवार्ड 2071 बेस्ट मोडल अफ द इयर, बेस्ट न्यू एक्टर एट डी सिने अवार्ड 2016, सूर्य फिल्म्स अवार्ड बेस्ट एक्टर, डी सिने अवार्ड बेस्ट एक्टर, एलजी सिने सर्कल अवार्ड बेस्ट अनुश्री कपल अफ द इयर उनले पाएका केही अवार्डहरू हुन्। कोमल मनका धनी पल सामाजिक कामहरूमा पनि उत्तिकै एक्टिभ छन्। भूकम्पको बेला होस् या कोभिडको बेला, देशलाई जब जब सङ्कट परेको बेला हुन्छ उनी त्यहाँ राहत सामग्रीदेखि श्रमदान होस् या धनराशिको सहयोग उनले गरिरहेका हुन्छन्। उनको आगामी भविष्य उज्जवल होस्। उनको जीवन सङ्घर्ष र सफलताको निम्ति हाम्रो तर्फबाट स्याल्युट छ।